स्वागत छ यहाँलाई। ल धन्यवाद। जस्तै यो नेपालगञ्जमा नेपाल मुस्लिम इस्तेहाद सङ्गठनको 7औं राष्ट्रिय महाधिवेशन जुन चाहिँ आयोजना हुन गइराखेको छ, खासमा यसको तयारी चाहिँ कसरी हुँदैछ अहिले? अहिले यो नेपालगञ्जमा जुन नेपाल मुस्लिम इतिहाद सङ्गठनको 7औं राष्ट्रिय महाधिवेशन सम्मान्य प्रधानमन्त्रीजीको प्रमुख आतिथ्यमा जुन हुन लागेको छ, यसको तयारीको चाहिँ परिचालनको हिसाबले र मान्छेमा एक खालको चाहिँ तरङ्ग बनाउने र कुरा गर्ने, समन्वय गर्ने, यो महाधिवेशनलाई कसरी चाहिँ भव्य र सबमा सम्पन्न गर्न सकिन्छ भनेर हामीले यो अधिवेशनको 17 गते हामीले प्रधानमन्त्रीबाट आउने कुरा चाहिँ पक्का भइसकेपछि हामीले चाहिँ चैतको 17 गते पत्रकार सम्मेलन गऱ्यौँ र नेपालगञ्जमा नेपाल मुस्लिम इतिहाद सङ्गठनको 7औं राष्ट्रिय महाधिवेशन हुँदैछ। यसमा हामीले चाहिँ मुस्लिमहरूको हकहितको सवालमा, बाँके जिल्लाको समग्र वासीहरूको चाहिँ हकहितको सन्दर्भमा र चाहिँ विकास निर्माणको सवालमा हामी चाहिँ मुद्दा उठाउने गरी र मुस्लिम इतिहादप्रति चाहिँ हामीले चाहिँ मुस्लिमहरूको जनआकर्षण बढाउनको लागि र प्रधानमन्त्री ज्यू नेपालगञ्जमा आउने भएदेखि यसको गरिमा र चाहिँ यो ऐतिहासिक आफैमा हुन्छ र हाम्रो लागि एउटा चाहिँ गर्वको कुरा बन्ने भएकोले हामीले चाहिँ त्यसपछि चाहिँ 21 जानकारी गराइसकेपछि पत्रकार सम्मेलनमा हामी चाहिँ 21 गतेबाट चाहिँ निरन्तर हामीले चाहिँ यो अधिवेशनको बारेमा कसरी चाहिँ जान सकिन्छ, के कसरी तयारी गरौँ, पहिला हामीले चाहिँ पार्टीसँग चाहिँ छलफल गऱ्यौँ। त्यसपछि चाहिँ हामीले मुस्लिमका अगुवाहरूसँग चाहिँ छलफल गरिसकेका छौँ। त्यस्तै महिलाहरूसँग चाहिँ छलफल गरिसकेका छौँ। मुस्लिम युवासँग, विद्यार्थीसँग, विभिन्न राजनीतिक दलका मुस्लिम अगुवासँग, उद्योगिक व्यापारीसँग हामी यो अधिवेशनमा हामीले चाहिँ के कस्ता मुद्दाहरू उठाउने र यो अधिवेशन मुस्लिमहरूको चाहिँ मुस्लिम इतिहादको चाहिँ अधिवेशन भए पनि यसमा उठाउने मुद्दा भनेको सबै समग्र मुस्लिमहरूको चाहिँ साझा मुद्दा भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ तमाम मुस्लिम तयारीमा चाहिँ यहाँहरु चाहिँ यसरी लाग्यो। खासमा चाहिँ यो महाधिवेशनमा कति जिल्लाबाट कति प्रतिनिधि चाहिँ सहभागी हुँदैछन्? यो अधिवेशनमा करिब चाहिँ 48 जिल्लाबाट 421 जना चाहिँ प्रतिनिधि भएर चाहिँ आउँदैछन्। अहिले हामीले चाहिँ एक खालको चाहिँ डाटा चाहिँ हामीले चाहिँ निश्चित गरिसकेका छौँ र उहाँहरू चाहिँ कति गते नेपालगञ्ज चाहिँ आइपुग्छन्, के छ आयोजक जारी गर्नु भएको छ? हामीले चाहिँ सबैलाई चाहिँ निमन्त्रण कार्ड चाहिँ पठाइसकेका छौँ। हाम्रा आयोजक कमिटीका साथीहरू चाहिँ जुन केन्द्रीय समितिमा हुनुहुन्छ, अधिवेशनमा केन्द्रीय कमिटी जब आयोजक कमिटीमा चाहिँ परिणत भयो त्यसपछि चाहिँ ती सबै आयोजक कमिटीमा भएका सबै ती 48 जिल्लामा रहेका साथीहरूले सबै चाहिँ आफ्नो ठाउँबाट चाहिँ प्रतिनिधि ल्याउनको लागि चाहिँ जिल्लाबाट निर्णय गर्दै धमाधम चाहिँ उहाँहरूले चाहिँ प्रतिनिधिको नाम अनि लिस्टहरू चाहिँ निर्णयसहित चाहिँ पठाइराख्नु भएको छ। र यो महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्छ। खासमा यहाँहरू चाहिँ सर्वसम्मत नयाँ नेतृत्व चयन गर्नुहुन्छ अथवा चाहिँ चुनावी प्रक्रियामा जान्छ, यहाँहरू चाहिँ कसरी मतलब चाहिँ काम गरिराख्नु भएको छ? हामी चाहिँ अहिलेसम्म चाहिँ हामीले चाहिँ हाम्रा अग्रज नेताहरूसँग चाहिँ कुराकानी भएअनुसार अब त्यस्तो चाहिँ चुनावमा चाहिँ को जाने कसो जाने भन्ने त्यसमा चाहिँ हामीले चाहिँ एउटा निष्कर्षमा त पुगिसकेका छैनौँ। अब आकाङ्क्षी चुनाव हो, महाधिवेशन यो चुनावी अधिवेशन भएको कारणले गर्दाखेरि आकाङ्क्षीहरूले इच्छा राख्नु चाहिँ स्वाभाविक हो। तर मलाई लाग्छ हामी यो अधिवेशनलाई चाहिँ हामीले चाहिँ विवादरहित स्वतन्त्र निष्पक्ष तरिकाले हामीले चाहिँ सर्वसम्मत तरिकाबाट चाहिँ हामीले प्रयास गर्नेछौँ। तर लोकतन्त्र
हो। अनि अब सर्वसम्मत कथम कदाचित हुन सकेन भने अनि बल्ल चाहिँ अब चुनावी अभ्यास हुनेछ। चुनावी अभ्यासमा गइयो भने स्वतन्त्र निष्पक्ष तरिकाले हामीले चाहिँ सम्पन्न गर्ने प्रयास गर्नेछौँ। जस्तै अहिले चाहिँ कतिवटा प्यानल चाहिँ देखिएको छ, खासमा चाहिँ त्यस्तो अहिलेसम्म त्यस्तो चाहिँ खासै प्यानलहरू चाहिँ बनिसकेको छैन। कहीँबाट चाहिँ कुनै जिल्ला अनि कहीँबाट पनि त्यस्तो प्यानल हामीले बनेको देखिराखेका छैनौँ। अहिलेसम्म चाहिँ हामी निरन्तर चाहिँ तयारीमै जुटिरहेछौँ। अब यो 15-16 गतेदेखि सचिवालयका साथीहरू चाहिँ विभिन्न जिल्लाबाट चाहिँ आउने क्रम चाहिँ बढ्नेछ र 19 गते हामीले चाहिँ केन्द्रीय समितिको चाहिँ बैठक पनि तोकिसकेका छौँ। अनि सचिवालयमा साथीहरू आइसकेपछि केन्द्रीय समितिको बैठक 19 गते हुन्छ। त्यसपछि चाहिँ यो आयोजक साथीहरू सबै आइसकेपछि त्यो दिन बैठक पनि हुन्छ। त्यहाँबाट चाहिँ थोरै यो को लड्ने, कसरी जाने, के गर्ने, अनि साथीहरूबाट चाहिँ माहौल चाहिँ तातिन्छ होला। अहिलेसम्म हामी चाहिँ विशुद्ध चाहिँ यो अधिवेशनलाई कसरी चाहिँ राम्रो बनाउन सकिन्छ, एउटा चाहिँ ऐतिहासिक कसरी बनाउन सकिन्छ, किनभने यो अधिवेशन पश्चिम नेपालकै चाहिँ एउटा चाहिँ महत्त्वपूर्ण अधिवेशन नेपालगञ्जमा हुन लागेको हो। यो अधिवेशन यहाँ ल्याउनको लागि हामीले साथीहरूलाई कन्भिन्स गऱ्यौँ र योभन्दा अगाडि चाहिँ वीरगञ्जमा, जनकपुरमा र काठमाडौँमा हुँदै आएको हामी यहाँ ल्याएर चाहिँ हामी बाँके जिल्ला बाँकेलाई चाहिँ हामीले चाहिँ देशभरिमै चिनाउने पनि हाम्रो एउटा चाहिँ लक्ष्य र साझै यहाँको मुस्लिमहरूले चाहिँ एउटा अनुमान लगाउन सक्छन्। यहाँ चाहिँ यो अधिवेशनले चाहिँ मुस्लिमहरूको, आदिवासी, तमाम जनजाति, अल्पसङ्ख्यकहरूको, थारू मधेसीहरूको सबैको यसमा चाहिँ मुस्लिमहरूको मात्रै मुद्दा नउठेर ती तमाम अल्पसङ्ख्यक, आदिवासी जनजाति तमाम सबैको चाहिँ कुरा यसमा चाहिँ उठाइन्छ। यो एउटा हाम्रो लागि चाहिँ अवसर, यसलाई चाहिँ हामीले चाहिँ चुनौतीभन्दा चाहिँ हामीले अवसरको रूपमा चाहिँ लिइरहेछौँ। जस्तै नेपालगञ्जमा यहाँहरू चाहिँ 7औं महाधिवेशन चाहिँ सम्पन्न गर्न गइराख्नु भएको छ होइन? हजुर। अब यसमा बाँकेले पनि अध्यक्षको लागि त्यस्तो चाहिँ आकाङ्क्षा देखाएको, इच्छा देखाएको छ कि अथवा चाहिँ के छ? अब यो मैले अहिले ठ्याक्कै चाहिँ भन्न मिल्दैन, तर बाँकेमा ल्याउनुको एउटा चाहिँ अब त्यो पनि हुन्छ। किनभने चाहिँ अहिलेसम्म हामीले हेर्दाखेरि चाहिँ पूर्वतिरको र काठमाडौँतिरका साथीहरू चाहिँ अध्यक्ष हुँदै आउनुभएको छ। अब हामीले यो नेपालगञ्जमा चाहिँ ल्याउँदा हामीले चाहिँ सकेता बाँकेवासीको पनि त इच्छा हुन्छ नि त होइन? हामीले यो अधिवेशनको सबै उसमा चाहिँ इमान्दारीपूर्वक हामी लागिरहेका छौँ। मलाई लाग्छ चाहिँ साथीहरूले चाहिँ यो विषयमा चाहिँ सोच्नुपर्छ। हाम्रो आयोजक कमिटीले, प्रति साथीहरूले सोच्नुपर्छ। हामीले नमागे पनि उहाँहरूले चाहिँ जानी भए पनि बाँकेले चाहिँ अध्यक्ष बनाउनेतिर चाहिँ लाग्नुपर्छ। अहिलेसम्म चाहिँ अब हाम्रो बाँकेबाट चाहिँ अब अहिलेसम्म त्यस्तो आवाज उठिसकेको छैन, तर भित्रभित्र त होला नि त भन्नु होइन? इच्छा चाहिँ भित्री इच्छा चाहिँ छ, यहाँ छ, इच्छा के छ त्यो चाहिँ। त्यसै अब अन्त्यमा यहाँहरू चाहिँ यो 7औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि के भन्न चाहनुहुन्छ यहाँले? यो अधिवेशन सम्पन्न गर्नको लागि सफलतापूर्वक मैले चाहिँ के भन्न चाहन्छु भने यो अधिवेशन भनेको मुस्लिमको कुनै कार्यक्रम मात्रै होइन। यो अधिवेशन एउटा ऐतिहासिक अधिवेशन हो। सम्माननीय प्रधानमन्त्रीजी पनि यहाँ चाहिँ आउँदै हुनुहुन्छ। सम्माननीय प्रधानमन्त्री यहाँ आउनु भनेको बाँकेवासीको लागि एउटा चाहिँ गर्वको यो विषय हो र यो अधिवेशनलाई ऐतिहासिक बनाउनको लागि र यसमा चाहिँ हामीले समग्र बाँकेवासीको चाहिँ हकितको कुरा उठाउने भएको कारणले गर्दाखेरि र यसमा चाहिँ मुस्लिमहरूको हकित को मात्रै कुरा उठाइँदैन, अल्पसङ्ख्यक आदिवासी जनजातिको मात्रै कुरा उठाइँदैन। यहाँ हामीले जानकीको विकासको बारेमा पनि कुरा उठाउँछौँ। नरायणापुरको विकासको कुरा पनि उठाउँछौँ। त्यहाँको मुस्लिमको अवस्था कस्तो छ, खजुराको विकासको कुरा उठाउँछौँ, त्यहाँको मुस्लिमको अवस्था अनि सबैको अवस्था कस्तो छ, यहाँ के हुनु पर्यो, हामी चाहिँ नेपालगञ्जको नगरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, नेपालगञ्ज नगरलाई अझ चाहिँ सुन्दर नगरीको रूपमा कसरी बनाउने, यहाँ के गर्न सकिन्छ भन्ने हामी प्रधानमन्त्रीजीले ज्ञापन चाहिँ दिन्छौँ। हामीले बैजनाथ, जानकी, राप्ती, सोनारी हामी समग्रमा सबैको विषयमा चाहिँ कुरा उठाउने भएको कारणले गर्दाखेरि यो अधिवेशनमा यसलाई चाहिँ सबैले चाहिँ बराबर स्वामित्व लिने गरी उद्घाटन सत्रमा मैले चाहिँ सबैलाई चाहिँ आफ्नो सहभागिता जनाउनको लागि चाहिँ मैले चाहिँ अनुरोध गर्न चाहन्छु।
हुन्छ, यहाँलाई समय र संवादको लागि धेरै धेरै धन्यवाद। ल, धन्यवाद।